रोमानियामा अहिले एकदमै चर्चामा रहेको विषय हो रोमानियाको वर्क परमिट इस्यु। धेरै साथीहरूले बुझ्न खोजिराख्नु भएको छ। मैले अप्लाई गरेको अब रोमानियाको वर्क परमिट बन्द भयो, अब मान्छे रोमानियाले नलग्ने भएर बन्द गरेको हो कि के हो कस्तो हो भनेर बुझ्न खोजिराख्नु भएको छ। उहाँहरूलाई म के भन्न चाहन्छु भने रोमानियाको वर्क परमिट इस्यु बन्द भएको छैन, स्टिल अहिले पनि वर्क परमिट मिलिरहेको छ। तर भएको चाहिँ के हो भन्नुहुन्छ भने वर्क परमिट सबमिसन अनलाइनमा एक्सेप्ट अहिलेलाई पौज मात्र भएको हो अक्टोबरसम्मको लागि। अहिले पनि वर्क परमिट इस्यु बन्द भएको छैन, वर्क परमिट मिलिरहेको छ। पहिला चाहिँ अनलाइनमा सबमिसन गरेर वर्क परमिट इस्यु हुन्थ्यो भने अहिले चाहिँ अफलाइनमा फिजिकल्ली तपाईँको एजेन्ट आफै उपस्थित भएर सबमिसन गरेपछि मात्र वर्क परमिट इस्यु हुन्छ। यो चाहिँ अक्टोबरसम्मको लागि मात्र हो। अक्टोबरपछि जति पनि साथीहरू अप्लाई गरेर बसिराख्नु भएको छ नआत्तिनुस्, अक्टोबरपछि तपाईँको वर्क परमिट मजाले आउँछ। जति पनि नयाँ साथीहरू अप्लाई गर्ने सोच राख्नु भएको थियो तर अहिले कन्फ्युजमा हुनुहुन्छ भने अक्टोबरसम्मको लागि होल्डमा बस्नुहोस्। अक्टोबरपछि केही नयाँ नियम आउँछ, बुझेपछि मात्र अप्लाई गर्नुहोस् है त।